आजभन्दा 2-3 दिन अगाडि मैले यो भिडियो पोस्ट गरेको थिएँ। हजुरहरू एकदमै मन पराइदिनु भएको थियो। मैले फेरि एउटा भिडियो लिएर आइसकेको छु हजुरहरूको बीचमा। तो चलिए सुरु करते हैं। यो हो पुरानो कल, लगभग 12-15 वर्ष यो कललाई पनि भइसकेको छ। अब यसमा त्यही 1 इन्ची पाइप फिटिङ गर्ने हो। अनि यो हो रकेट सेकबल, यसलाई चाहिँ रकेट सेकबल भन्छ। यो भयो मेल सकेट, यो सकेटहरू भयो, टाँस्ने गमहरू भयो, अनि यो पानी टेपहरू भयो, अनि यो एमसिलहरू भयो। यो हो चारवटा पाइप, 10-10 फुटको 4वटा पाइप छ। यहाँ टोटल 35 फुट गाडेको छ। अनि त्यसपछि यहाँनिर रकेट सेकबल फिटिङ भइसकेको छ। फिटिङ गरेपछि सबभन्दा पहिले रकेट सेकबलको पाइप गयो तल। टोटल पाइप हालिसकेपछि यहाँ सबै पाइप हाम्रो गइसकेको छ। अब मोटर जोड्न मात्र बाँकी छ। यो किलेस्कर मोटर भयो। अब टक्क यसमा फिटिङ गर्ने हो अनि पानी निकालेर देखाउने हो। मोटरमा पानी पनि आइसकेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। राम्रो पानी आयो, प्रेस पनि खतरा आएको छ, राम्रो प्रेस आएको छ मोटरमा। दमक एरियामा तपाईँहरूलाई पनि यस्तो गर्नु छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हवस्, थ्याङ्क यू, धन्यवाद।